नाङ्गी बसेको यार हत्तेरीमा त्यो हाइवे हो किन नाङ्गे बसेछ भनेर मैले दुईचोटि मुखमा हेरेँ। मार्केट आएपछि मलाई फेरि अगाडि आउन मन लाग्ने फेरि यस्तैमा हो, यस्तैमा आउनु मन लाग्छ। यो बिना त अलिकति जाँड हामीले खाने यही हो न्यू मार्केट, यही आउनु मन लाग्छ। सिधै मार्केट पसेपछि एक कार्टुन त उठाउनु पर्यो। दा यता आउनु न, यता यता मैले तपाईँलाई चिज देखाउँछु कि आउनु त। दा यता आउनु त, तपाईँलाई चिज देखाउँछु मैले। त्यहाँ हेर्नु अगाडि चिज हेर्नु, त्यो चिज हो के? ए यस्तोले त स्याउभन्दा गोरो छ यार। हेर्नुहोस् त यस्ता देख्दाखेरि त हाम्रो मन छोकिन्न, हाम्रो मन छोकिन्न, हाम्रो मन छोकिन्न। यस्ता यस्ता देख्दाखेरि हाम्रो मन छोकिन्न, बिल्कुल छोकिन्छ हो कि होइन? केही पनि हुन्न। यस्तो यस्तो 14-15 रुपियाँ पर्छ टमाटरलाई, कहाँ खान सकिन्छ र? यस्तो यस्तो त यस्तोलाई 6 रुपियाँ रे, ए यस्तोलाई 10 रुपियाँ रे। यस्तोले पनि जिउ लाग्छ, जिउ लाग्ने त उता पल्लो। केही भन्न चाहनुहुन्छ? मासु महँगो कि टमाटर महँगो सस्तो? यहाँ चाहिँ ठिकै रहेछन्, आउँछन् मार्केट हो, सस्तो रहेछ अन्त भन्दा चाहिँ धेरै राम्रो छन् यो मार्केटमा चाहिँ। यस्तोले भन्दा त यस्तोले जिउ लाग्दैन नि त? जिउ लाग्ने ठाउँ त उता छ नि, के गर्ने र जाने अहिले। खै के हो त्यहाँ उभिएर बसेको? अरे ओरे कुन ब्रान्ड खाने वाइन होइन? पूर्णजीलाई रक्सी लिन पर्छ। कुन ब्रान्ड खाने वाइन? हामीले खाने त हो के यस्तो भोड्का सोड्का होइन, सस्तो मिठो। यही के अरे भोड्का खानेहरू यिनीहरू हो के अरे भोड्का। हामीले खाने त हो के, यो पनि वाइन हो के? हाल खान त यस्तो पो, यस्तो पो खान त हाल त छोटो छोटो हो, यस्तो पो हाल खान त। कहाँ यस्तो खाएर बस्ने यार, यसले त टाउको पनि रिङाउँदैन।